साउथ कोरिया अप्लाइङ स्टुडेन्ट्सहरूको मस्ट आस्क क्वेसन एउटा विदाउट ग्रेजुएसन सर्टिफिकेट अप्लाई गर्न मिल्छ कि मिल्दैन, डकुमेन्ट भेरिफाई भएको छैन भने पनि अप्लाई गर्न पोसिबल छ कि छैन, र विदाउट आइएल्स टपिक अप्लाई गर्न मिल्छ कि मिल्दैन। तपाईँ साउथ कोरिया स्टडी अप्लाई गर्दै हुनुहुन्छ भने ग्रेजुएसन सर्टिफिकेट अहिलेको सिनेरियोमा कम्पलसरी भएको छ, र ग्रेजुएसन सर्टिफिकेट कसरी झिक्ने र कसरी अप्लाई गर्ने भनेर डिटेलमा बुझ्न मन छ भने अफिस भिजिट गर्नुहोस्, हामीले फुल्ली गाइड गर्नेछौँ। र अर्को क्वेसन भनेको विदाउट एम्बेसी डेट भेरिफिकेसन तपाईँले साउथ कोरियाको लागि अप्लाई गर्न मिल्छ कि मिल्दैन। तपाईँले अप्लाई गर्न त मिल्छ, तर तपाईँको +2 वा ब्याचलर्स डिग्री इन्डियाको युनिभर्सिटीबाट प्राप्त गरेको हुनु पर्यो। यदि तपाईँहरू इन्डियन युनिभर्सिटीबाट पास आउट हुनुभएको छ भने तपाईँले एम्बेसी डेट भेरिफिकेसन बिना नै तपाईँ साउथ कोरियाको लागि अप्लाई गर्न सक्नुहुन्छ। र यदि तपाईँ विदाउट आइएल्स टपिक अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँले D4 वा D4 भिजाबाट अप्लाई गर्न सक्नुहुन्छ, र यदि मास्टर्सको लागि हो भने तपाईँले ई भिजाबाट पनि अप्लाई गर्न सक्नुहुन्छ। सो हजुरहरू पनि यही अपकमिङ इन्टेकमा साउथ कोरिया अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने प्लिज डु भिजिट पोलार एजुकेसन।